ए ए ए ए तपाईँ बडी बिल्डर हो के हो ल खिच्नु खिच्नु छिटो दामी खिच्नु त ल खिच भिडियो दामी खिच्नु यहाँ स्मेल आएको चाहिँ यिनीहरूकै हो हजुर यस्तो बाटो कसैले ब्लगमा देखाइदिएकै छैन बाटो राम्रो छ के छ भन्यो छ्या ओ माई गॉड के हो यो शिट छाला गुड मर्निङ अहिले चाहिँ हामी बुर्तिबाङमा छौँ बुर्तिबाङदेखि धोरपाटन जानलाई 2 घन्टा जति लाग्छ अरे डाइरेक्ट पुरै माथि अफ रोड अनि यहाँ चाहिँ पुरै प्याकिङको तयारीहरू चलिरहेछ यो ट्राभलमा आएर चाहिँ मैले के कुरा सिकेँ भन्दाखेरि रेडी हुनलाई प्याकिङ गर्नलाई 1 घन्टा चाहिँ छुटाउनु पर्ने रहेछ है 6:30 बजी उठेको 7:30 भइसक्यो केही तयारी छैन यहाँ बुर्तिबाङदेखि चाहिँ धोरपाटन एकदमै एक्सट्रिम अफ रोड छ अरे 30 किलोमिटर मात्र भए पनि हामीलाई पुग्न 2 घन्टा लाग्छ अरे क्या भनेपछि कस्तो डेन्जर अफ रोड होला अनि अर्को कुरा हामीसँग इनफ टाइम पनि भइदिएन त्यही भएर चाहिँ यहाँ आउन हामीले मिस्टेक गऱ्यौँ कि क्या हो जस्तो चाहिँ लागिरहेछ हाम्रो चाहिँ धोरपाटनको राइड अब सुरु भइसक्यो बिहान बिहानै केही नखाइकन हतारेर हिँडियो भोक लाग्यो पेटमा मुसाको त्यस्तै भइरहेछ अब रातमा अलिअलि पानी पनि पर्यो अब धोरपाटनको बाटो झनै हो त मलाई कस्तो चाहिँ रहेछ धोरपाटन बाफ्रे लोमनथाङको भन्दा टफ लाग्यो मलाई ट्रायल कुदाइ त मेरो पनि ज्यात्रो छ फेरि अब कति 15-16 वर्ष भइसक्यो यार बाइक कुदाएको यहाँ तान्निसकेन बाइकले Oh my god दामी देखाएको छ घामले ढल्केर टिलिक्क यो शिट प्रपर ब्लग कसैले हालेको छैन कि हावा कुरा बोलेर हालिदिरहेछ भने छ्या बोल्नु त यस्तो बाटो कसैले ब्लगमा देखाइदिएकै छैन बाटो राम्रो छ के छ भन्यो छ्या यहाँबाट फर्किनु जस्तो भइसक्यो यार आमा नआउनु पर्ने ठाउँमा आएर यार Oh my god के हो यो शिट म्याचेस हात सर्केला जस्तो भइसक्यो Oh my god अब यति हेरेर पनि धोरपाटन आउनुहुन्छ भने चाहिँ तपाईहरुको इच्छा हो तर मैले यति देखेको भए चाहिँ म चाहिँ आउँदिन थिएँ मा कसम आउँदिन थिएँ हिजो बुर्तिबाङबाट लाग्दिन्थ्यो बिहानै नै के छ र भिडियो त पछि बनाउँला नि यार ए ए ए ए हट तेरिका
ढुङ्गा पनि चिप्लो पनि। हामी चाहिँ ढोरपाटन पुग्ने लाग्यौँ। बाटो यस्तो डेन्जर छ होइन, यो कसैले ब्लगमा देखाइदिएको भए म यहाँ आउने नै वाला थिइनँ। तर जे भए पनि सिनेरी ग्रिनेरी चाहिँ बब्बाले छ होइन। तर यसले जबरजस्ती ल्यायो मलाई, यसले कुरा खान्छ आज। आउनलाई जुर्यो, गाह्रै भए पनि, तर यो बाटो थाहा भएपछि चाहिँ म आउने नै वाला थिएँ। अरू भन्दा पनि पुग्ने एक्साइटेड भन्दा पनि मलाई फर्किने चाहिँ कसरी भनेर डर लागिरहेछ क्या। हामी पोखरा हस् हस् धन्यवाद। ल यही है ढोरपाटन, यही हो। हामी यतिको लागि दुनियाँदारी सहेर हात खुट्टै झन्डै भचाएर आएको छौँ। अब हेरिदिनु होला, मन पराइदिनु होला, लाइक गरिदिनु होला, अरू त के भन्न सकिन्छ र। अनेस्टली मलाई चाहिँ जस्ट ओके मात्र लाग्यो। दुःख धेरै पायो। के खाएको हो यो? कति राम्रो देखेको, पाहुना आयो अरे कति राम्रो देखिया। ढोरपाटन आइयो है ढोरपाटन। चियर्स, ह्याप्पी दसैँ। दसैँले गर्दाखेरि बिचबिचमा बाटोहरू पनि केही खाली थिएन, खाली पेट आएको। बिहान ब्रेकफास्ट नगरिकन 11 बजिसक्यो, भात खाने बेला भइसक्यो। जबरजस्ती ल्याएको होइन मलाई। यो त मेरो लोकल काकर हो। भोक लागिसक्यो। यो चाहिँ हाम्रो फापरको रोटी। यो चाहिँ म त्यसलाई फोन गरी पखाऊ त्यहाँ नजाऊ। कतिको नेपाल झन्डा भएको चाहिँ कुनामा मन्दिर छ, मान्छेहरू छन् है। बाइक आउने बेला त ठ्याक्कै चाहिँ मन्दिरमा पुग्छ। एकदमै राम्रो 5-7वटा जिल्लाले प्रख्यात भएको मन्दिर हो, त्यहाँ पुऱ्याउनुहोस्। त्यो जङ्गलको बिचमा हजुर हजुर पारी निलो निलो खालको त्यहाँ म्युजियम छ। म्युजियममा चाहिँ जस्तो ढोरपाटनमा पाइने वन्यजन्तु कस्तो निलो पानी। वाउ, ओरिजिनल हो यो जनावर, ओरिजिनल हो। ए मार्ने चाहिँ कसरी हो यसमा? यहाँ पनि पाउँछ, हन्डी पनि गर्न पाउँछ। ए यही हो अहिलेको यहाँको सबैभन्दा राम्रो, मतलब अलिकति के पो कन्जर्भ गरिएको जनावर चाहिँ कुन हो? कन्जर्भ भन्दा हाम्रो सबै हुन्छ त्यस्तो एउटा उसी भन्नु फिक्स भनेर लिमिटेड त्यस्तो हुँदैन। हाम्रो एज अ होलमा चाहिँ हाम्रो मेन फोकस चाहिँ कन्जर्भेसन हो। ए यो जारल भनेको चाहिँ यही हो? यो झारल हजुर, हिमालयन थार। हेर्नको लागि चाहिँ हामी जङ्गलतिर जानुपर्ने हुन्छ कि यतै बाहिरतिर नै आउँछ? यहाँतिर पाउँदैन, तपाईँको धेरै माथि नै पुग्नुपर्छ। यो ए 3-4 दिन ट्रेकिङ गरेर गएपछि बल्ल देखिन्छ। यो चाहिँ के हो? के नाम हो? ए कभर हो बाहिरको। ए ओरिजिनल? हजुर, भित्र चाहिँ उस छ, फर्म छ, त्यो प्रिजर्भ गरेर राखेको। छाला यहाँ स्मेल लागेको चाहिँ यिनीहरूकै हो? हजुर, यिनीहरूको यो छालाहरू छालाहरूको स्मेल लागिरहेको छ यहाँभित्र। नछुनु हो यस्तो पनि भिडियोको लागि। ओ माई गड, काठै यस्तो रहेछ त यो त, काठै यस्तो रहेछ यो त। यिनीहरूले मान्छे पनि मार्छ? यिनीहरू मार्दैन, यिनीहरू त हर्डमा हुन्छ कि त्यस्तो ग्रुपमा हुन्छ। त्यसमा चाहिँ सबभन्दा मेल चाहिँ सबभन्दा एक्सपायर भएर जाने सबभन्दा एजेड जुन छ त्यसलाई हान्छ। उनीहरू चाहिँ प्रोफेसनल हन्टरै हुन्छ के अरे, सिकारीहरू चाहिँ। पेसेवर सिकारी हुन्छ अथवा रिटायर्ड आर्मीहरू। ओहो, यो चाहिँ डाँफे हो। ए त्यसलाई निकाल्नु पर्छ। कालो भालु पनि पाइन्छ यहाँ? पाइन्छ हजुर। यहाँ इलिगल हन्टिङ पनि हुन्छ है? त्यो अपरेसन पनि हुन्छ, आर्मीसँग जोइन्ट पेट्रोलिङ हुन्छ। ए त्यो उनीहरूलाई पक्रियो भने चाहिँ कारवाही हुन्छ? कारवाही हुन्छ। ए बवाल हुँदो रहेछ यार। गोली चाहिँ त्यहाँ छ? गोली त्यही हो, गोली नै हुन्छ। ए म त घोडा नचढौँ भनेको, केटाहरूले त यार जबरजस्ती चढाउनु खोजे यार। अब के सकिन्छ त? ए कसरी चढ्ने हो भने? घोडाको माया लाग्यो कि मलाई। होइन म चढ्दिनँ होस् यार, बरु तिमीलाई म बरु त्यतिकै 100 रुपियाँ दिन्छु, होस् चढ्दिनँ। होइन नचढ्ने बिचरा रुनु लागेछ घोडा। नि रुँदैन? के रे फेरि भन्दा है?
ओइ भाइ म चढिदिनँ भनेको बाबुहरूले जबरजस्ती गर्यो के गर्ने यार अब कस्तो माया लागिरहेछ तर ठिक छ केही छैन अब हो ए बिचरा होइन घोडाले सक्छ कि सक्छ भनेर यिनीहरू केटाहरू जबरजस्ती यिनीहरूको घोडा हो ओ केटा हो म 90 केजी 90 केजी छु धान्छ मलाई हो र यो घोडाले के खान्छ चना मकै खान्छ ए अलिक धेरै खुवाउनुपर्छ है लोकल तेल ल लोकल तेल खुवाऊ है यार केटाहरू यार यो घोडा कति वर्ष हो बिचरा बच्चा रहेछ यार घोडाको तिमीहरू कति वर्ष हो अनि तिमीहरू पुग्न सक्छ त मलाई अनि कसरी सक्यो त पुग्न हो है हो र बलियो हुन्छ यार तर हुन्छ ल्याउ नि बोका जिममा जानुहुन्छ होइन दाइ जिममा जानुहुन्छ यो कि खिचिरहेछु पसिकन गराउनु ल पछि ठिक छ पछाडि दामी आयो ल म यो बाटो नि ल अबदेखि tik हिँडौँ ल पहिला हेरौँ न बाबु हिँडौ ल न यो समाउनु यो नि समाउनु दिदी हेर्नु ल पुडी यहाँ पुगेन है हजुर पुगेन ल यस्तो देखाउ न है जस्तै लन्च आइसकेको छ यहाँ सुक्खा रोटी अलिकति हेल्दी वेमा त हिँड्नु पर्यो ए बिचमा मासु साइडमा रोटी हामी चाहिँ अघि बिहान बसेको बुद्धिपाङको होटेलमा आछौँ अनि अहिले यहाँ हामीलाई कति 4:30 जति भयो यहाँ आइपुग्दा किनभने पानी परिरहेको थियो अब यहाँ हल्का स्न्याक गर्ने त्यसरी अझ ब्याक टु पोखरा टाउने मैले यता हेर नि त्यहाँ यस्तै खिचिराख यसै पनि नराम्रो छ झन् यस्तो निकाल्ने जाउँ जाने नि त अब जाउँ जाने नि त जाउँ एकदमै टायर्डवाला राइड भएको छ रेड बुल दिनु न दिदी ब्लूवाला कुनै छ छैन कुनवाला छ रेड बुल यस्तै मात्र हो भर्खरै आइपुग्यो हामी चाहिँ होटेलमा चेक इन भयो अनि हालत चाहिँ एकदमै खत्तम छ क्या अब लास्ट भिडियो खिचेदेखि डाइरेक्ट हामी चाहिँ यहाँसम्म आइपुग्यौँ पानी एकदमै परिरहेको थियो पानी परेकै त्यही भएर चाहिँ गोप्रो निकालेर चाहिँ रेनकोटहरू ओढेर हामी यहाँ ननस्टप आइपुग्यो अनि बुर्तिबाङदेखि यहाँसम्म आइपुग्दाखेरि पोखरासम्म आइपुग्दाखेरि टाइम कति गएछ भन्दाखेरि 12:12 भन्नुको मतलब अलमोस्ट हामी 11:45-48सम्म चाहिँ हामी पोखरा आइसकेका थियौँ यताउता गर्दै टाइम यस्तै भइहाल्यो भोक पनि लाग्यो लेक साइड गएर अब फुडहरू हन्ट गर्नु पर्यो लेट्स सी सो आजलाई यति नै छ भिडियो बाई बाई हेभ अ गुड नाइट अर्को एपिसोडमा अर्को भिडियोमा भेटौँला